हेलो नमस्कार हजुर वेलकम। हामीले भ्लग बनाउँदैछौँ हजुर। यो चाहिँ कागबेनी हो। कागबेनीमा चाहिँ जस्तो कृतिहरू श्राद्ध गर्न आउनुहुन्छ जस्तो अब देख्न सक्नुहुन्छ यो कागबेनीको दृश्य आजको बिहानी। साँच्चै नै यो जति पनि यो भिरमा चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ कागहरू टन्नै छ। यहाँ कागै काग छ यो भिरमा। त्यसरी हेर्न सक्नुहुन्छ कागहरू छ। श्राद्धनालाई आउनुभएको छ। त्यो गाडीहरू रिजर्भ गरेर लगभग 500 भन्दा बढी गाडीहरू रिजर्भ भएर यो ठाउँमा आएको छ। र आजहरू सबै कोही श्राद्ध गरेर चाहिँ मुक्तिनाथतिर जानुभएको छ भने कोही व्यक्तिहरू चाहिँ खोलातिर यो कागबेनी हो। कागबेनीको खोला यही हो हजुरले यहाँ देख्न सक्नुहुन्छ। र यो भित्तोमा चाहिँ कागहरू उडिरहेको अवस्था छ। धेरै नै छ कागहरू यहाँ। आफ्नो आस्था आफ्नो विश्वास र जिजु बाजेले हुनुहुन्छ। र यो कागबेनीको दृश्य हो। र एक फेर हेर्नको लागि मात्रै भने पनि तपाईँहरू भ्रमण गर्ने जस्तो ठाउँ छ यो। तपाईँहरू यो ठाउँमा आउन सक्नुहुन्छ, भ्रमण गर्न सक्नुहुन्छ। यो ठाउँ असाध्यै नेपालको एउटा मरुभूमि भनेर पनि चिनिने ठाउँ हो। यो मरुभूमि हो यो। कागबेनीको भिड हो। कागबेनीको भिड।